ल अहिले गाउँमा धानहरू पुरा धानको बालाहरू झुलिरहेको छ। यस्तो रमाइलो मजाले धान चाहिँ फलेछ है हाम्रो गाउँमा। ल यो चाहिँ हाम्रो दाइको खेत हो। यो दाइले रोपेछ। दाइ चाहिँ कहाँ जानुभएछ भेटिएन। यस्तो छ यहाँबाट देखिने खेतबाट हाम्रो खेतबाट देखिने महाकाल हिमालको रिजनहरू यहाँ देखिन्छ। तर महाकाल हिमाल देखिँदैन, उता छेलिएको छ अर्को डाँडाले। त्यो डाँडा नभएको भए चाहिँ देखिन्थ्यो होला, अहिले देखिएको छैन। अनि यो त्यसको सेरोफेरोहरू अनि त्यहाँदेखि यतापट्टि यो माथिको डाँडा सिलाचुङ डाँडा चाहिँ यहाँदेखि राम्रो देखिन्छ है। मौसम सफा छ। ल यो चाहिँ हो हाम्रो यहाँ खेतबाट देखिने दृश्यहरू। यो धानबारी लह लह धानको बाला यस्तो राम्रो छ है। यो चाहिँ अहिले बिहानको 7 बज्यो। यस्तो राम्रो धानहरू फलेको देखिन्छ। अनि यहाँबाट खेतीबाट चाहिँ देखिने पारीको दृश्य चाहिँ यो अरुण पारी हो। यो पर यता देखिन्छ मजुवाहरू भन्छ। त्यसपछिको यता 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 हेर्दै आउने भने यहाँ अरुण पारी तामको गाउँ। यो तामको गाउँ हो। यहाँ राति अहिले पुरा बत्ती झिलिमिली पुरा सहर जस्तो देखिने रहेछ। राति साँझको दृश्य हेर्दाखेरि परिवर्तन भएको छ गाउँघरमा। बाटोहरू जताततै छ, बत्ती छ। लवाई खवाईहरूमा नानीहरूको पहिला हाम्रो पालोको भन्दा धेरै फरक आएको देखिन्छ। हाम्रो पालो योभन्दा 20-30 वर्ष 30-35 वर्ष भनौँ न 30 वर्ष पहिलाको लाइफस्टाइल अनि अहिलेको लाइफस्टाइल धेरै फरक देखियो। यसरी सबै मान्छेहरूले काम पनि त्यति गर्दैन। त्यो बेलामा धेरै कामहरू गर्नु पर्थ्यो। अनि यहाँबाट देखिने चाहिँ महाकाल हिमालको रिजन हो। यो हाम्रो खेतबाट मैले चाहिँ यो दृश्यहरू चाहिँ खिचिरहेको छु। यहाँ मस्ती रहेछ। मेनली महाकाल हिमाल चाहिँ यो पर यो अलिकति यो मात्रै यो अलिकति देखिन्छ। यो अर्को यो हिमाल यो डाँडाले छेड्दैछ, त्यही भएर देख्न सकिएको छैन। अनि त्यसकै सेरोफेरो रिजन यो हिमाल हो। यो चाहिँ नाम थाहा भएन के भन्छ नाम यो। अनि यताबाट हेर्दै जाँदाखेरि यो माथि चाहिँ यो सिलाचुङ डाँडा भन्छ। यो पनि अलिकति प्रसिद्ध छ। अहिले हिउँ छैन यहाँ। यो चाहिँ पुसमाको बेलामा चाहिँ यहाँ पनि टन्न हिउँ परेको देख्न पाइन्छ। तर अहिले हिउँको सिजन अलि आएको छैन, हिउँ छैन र गर्दाखेरि उजाड देखिन्छ यहाँबाट हेर्दाखेरि। यहाँबाट म चाहिँ मुख्य यो चाहिँ दाजुले लगाउनु भएको खेत हो। दाजुको खेत हो। अब यसभन्दा मास्तिर चाहिँ अब भाइलाई छ। मेरो नाममा चाहिँ छैन अहिले खेतीहरू। सबै जिम्मा लियो दाजुभाइहरूलाई। अब आउन सकिएन, परदेशी भइयो, आफ्नै गाउँ बिरानो भयो। पहिला यही ठाउँमा चाहिँ खनी खोजी गरेर यो खेतहरू पुरा एक कल्लाहरू गराहरू चाहिँ खनेको याद छ यो खेतमा। यो खेतदेखि यो तलसम्म। तर अहिले चाहिँ खेती भन्दा पुरा जङ्गल धेरै भएछ। यो हरेक गरामा खनिन्थ्यो। यो पर आधाउधी खेतहरू चाहिँ बाँझो छ। अहिले मान्छेहरू काम गर्नु मान्दैन, मान्छे पनि छैन। त्यो भएर पनि होला काम गर्नु पनि सक्दैन। अनि त्यो पर आधा खेत माझमा चाहिँ खेत रोपेछ। त्यसको उतापट्टि र यतापट्टि बाँझो छ। अब यहाँबाट उभो जाँदाखेरि हाम्रो मुख्य ठुलो खेत चाहिँ मस्तिर छ। मेरो खेत चाहिँ हो, तर मेरो चाहिँ होइन। अहिले मेरो नाममा धानी पूर्जा छैन। दाजु र भाइलाई उनीहरूको नाममा धानी पूर्जा चाहिँ सारिदिएको छ। एउटा पितृ प्रसाद राख्नुपर्ने थियो, तर त्यो मिलेन। बाउको नाममा छ अलिकति। अब त्यो चाहिँ भोलि पर्सि त्यो चाहिँ माथि छ। त्यो चाहिँ मेरो पितृ प्रसाद हो। यस्तो छ धानको बल्ल लाहला। एउटा मनै आनन्द आउने छ बिहान घुम्दाखेरि। पनि आनन्दको छ बिहान। गाउँघरको लाइफ यो खालको छ। तर खेती लगाउन अलिकति दुःख हुन्छ। खेती लगाएर फलेपछि हेर्दा आनन्दमय हुन्छ। अब यो चाहिँ हो मेन। हामीले पहिला यहाँ 2 कमै यहाँ असार के अरे हिउँदे
बर्खे तौलीहरू टन्न फल्थ्यो यतातिर। अनि यो त्यो आएछ के हो मलसाप्रा रहेछ यहाँ मलसाप्रा गौड हिजो भन्दै थियो केटाले एक बथान मलसाप्रा रहेछ। योदेखि उँभो सबै यति लगाइन्थ्यो पहिला सबै धानबारीहरू यो परको धानबारी माथि कोदो बाँझो छ त्यो जङ्गल भएछ यस्तो रमाइलो थियो। अहिले त स्टिल खेती चाहिँ छ। अनि यो गोरु बाँध्ने मतन यहाँ तर अहिले प्रायः जसो धेरै ठाउँहरू खेतीहरू चाहिँ धेरै आधाउधी खेतीयोग्य जमिनहरू बाँझो छ जनसङ्ख्या नभएर होला। यहाँ चाहिँ धान के धान हो यो तिनीहरूले के लाग्छ त्यति राम्रो रहेनछ। यहाँ चाहिँ धान सायद पहिला यति ठुल्ठुलो गाजा हुन्थ्यो यहाँ भैँसी पालिन्थ्यो गोबरको मल लाइन्थ्यो। अहिले चाहिँ पुरा के को यो पानी मल लगाउँछ अरू सबै माटो चाहिँ बिगारेर यस्तो छ है हाम्रो गाउँघरहरू। यो हाम्रो खेत हो यो मतन थियो यहाँ अर्को मतन थियो यहाँ चाहिँ भैँसी बाँधिन्थ्यो। अहिले कहाँ गयो भैँसी त गाउँघरमा भैँसी देख्नु पाउनु त देउताको दर्शन पाउनु जत्तिकै छ। यो मतन बनाएको थियो वस्तु बाँध्ने छ यति लाउनको लागि बनाएको थियो तर यो के खालको बनाएछ यस्तो गाउँघरको टकटुके कर्मीहरूले बनाएको फेरि बिगारेछ फेरि अर्कोपट्टि थपेछ के हो यस्तो यो यस्तो त छ त काम गरे के गर्ने ल। यो चाहिँ खेत यस्तो सबै यस्तो रमाइलो छ। अब यहाँभन्दा उँभो जाने चाहिँ बाटो छ जस्तो छैन उता जानु पर्ला जस्तो छ पर हिलो रहेछ। अहिले म चाहिँ अहिले बिहान ठक्कै मेरो खेतको आलीमा बसेर चाहिँ पुरानो यहाँ नङराखिएको पसिना बगाएको सम्झना चाहिँ दिलाउँदैछु। यो सबै यो पछाडि देखिएको सबै खेतीहरू चाहिँ खेती लगाइन्थ्यो अहिले त छैन छोडियो। त्यो चाहिँ होस् भाइले यसपालि लगाएछ दाइले लाउँदैछ। अनि यस्तो छ है वरिपरिको हेर्ने हो भने यति राम्रो छ है धानबारीहरू। अब धान पाकेपछि एक किसिमको रमाइलो हुन्छ। यो चाहिँ हो हाम्रो मतन वस्तु बाँध्ने मतन यस्तो छ है गाउँघरको खेतीहरू। ल तपाईँहरूकोतिर कस्तो छ पनि तर हाम्रो यो चाहिँ शङ्खसभा जिल्ला खाँदबारी नगरपालिकाको वार्ड नम्बर चाहिँ मलाई थाहा भएन कति 10 नम्बर होला हेलुवा हो। यो चाहिँ हाम्रो हेलुवा गाउँ भन्छ यसलाई। ल अहिले म चाहिँ यहाँ ठ्याक्कै पहिला खेती गरेको यो ठाउँमा म आएको छु। यो चाहिँ हाम्रो खेत हो यो देखिएको यो अघि मुनिबाट के अरे उँधोबाट आउँदाखेरि चाहिँ अहिले अलिक मस्तिर यहाँबाट बारी छेउबाट खिचेको छु। यहाँबाट देखिने दृश्य यो हामीले चाहिँ यो पुरा धानबारी हाम्रो हो यो। अनि यहाँदेखि खेतबाट देखिने चाहिँ पर यस्तो छ के अरे यतातिर अहिले बाँझो रहेछ कसले रोप्ने कति बाँझै छ अहिले। यस्तो पहिला यहाँ यस्तो धानहरू हुन्थ्यो अहिले सबै काम गर्ने मान्छे नभएर कति अरू ठाउँ छन् कति बाँझो छ। यो ढुङ्गै यहाँ केटाकेटी माझ यहाँ बसिन्थ्यो। अनि मलाई अनौठो लागेको चाहिँ यो अहिले काब्रा चाहिँ 3 पटक वर्षमा 3 पटक पौलिने रहेछ। यो पहिला चाहिँ फागुन चैतमा मात्रै पौले जस्तो लाग्थ्यो अहिले चाहिँ बेला न कुबेला पौलिने रहेछ। अनि यो हो यहाँबाट अनि बिहानी देखिने दृश्य यो हाम्रो ठक्कै खेतको ढुङ्गा यहाँ गारामा छु म। अनि यहाँबाट देखिने चाहिँ पारी त्यो हिमालहरू देखिन्छ। तर जति पनि पश्चिम अस्ति मैले घनरुखमा घुम्नु गएँ घनरुखबाट चाहिँ माछापुच्छ्रे अनि अन्नपूर्ण हिमाल चाहिँ एकदमै नजिक देखिन्छ ठुल्ठुलो। त यहाँबाट देखिन्छ महाकालु हिमाल त्यसको सेरोफेरोहरू देखिन्छ तर नजिकमा देखिँदैन अलिक टाढो छ। तर यस्तो देखिन्छ हाम्रोबाट चाहिँ अलिक टाढो देखिन्छ। यो चाहिँ महाकालु हिमाल यसको नाम थाहा होइन त्यसको डिजाइन हो। अनि यहाँदेखि सुरु भएको
अनि यस्तो अलिक पर गएर यो चाहिँ महाकाल हिमाल हो। अलिकति मात्र देखिन्छ। यो संसारको थर्ड हाइएस्ट माउन्ट एभरेस्ट K2 त्यसपछिको महाकाल हो यो। यहाँ पनि धेरै पर्यटकहरू चाहिँ बेस क्याम्पसम्म जाने गर्छ र हाम्रोबाट चाहिँ टाढा देखिन्छ। यो चाहिँ यो वल्लो डाँडामा जुन चाहिँ यो कालो डाँडाको वरिपरि भएको भए सायद हाम्रो गाउँ पनि घनरुख जस्तै पर्यटकीय क्षेत्र बन्थ्यो होला। तर विडम्बना एकदमै टाढो भयो। यो ठाउँमा पुग्नु कति लाग्छ थाहा छैन। यो चाहिँ हो महाकाल हिमाल। थोरै मात्रै देखिन्छ यहाँबाट, तर स्टिल देखिन्छ थोरै भयो टपमा अलिकति। यो डाँडाले छेलेछ। यदि यो डाँडामा चाहिँ यो वल्लो डाँडामा चाहिँ भएको भए यस्तो राम्रो देखिने थियो होला। यस्तो छ। अनि यो चाहिँ खेती अहिले हाम्रो चाहिँ धान खेती। अहिले धान पुरा पसाएर पटाइरहेको छ। पाक्ने बेला हुनु लागिरहेको छ। यो देखिएको यहाँबाट पहिला हामीले यो केराको रुख भएको यो पनि रोपिन्थ्यो। यो केराको रुखदेखि लिएर त्यो माथि इलेक्ट्रिकल तार भएको त्यहाँदेखि लिएर यो अनि मुनि यो सबै। अनि यो डिलको मुनितिर अर्को डिल छ, अर्को कल्ला त्यो मुनि यो। अनि यहाँदेखि तल यो सबै धान रोपिन्थ्यो। अनि यतापट्टि यो साइडमा चाहिँ पुरा कोदो रोपिन्थ्यो। अहिले कोदो बारी छैन, तर बाँझो छ, कसले कोदो रोप्ने। यस्तो छ। यहाँ जङ्गल भइरहेको रहेछ। यस्तो छ गाउँघरको लाइफ। अहिले मैले चाहिँ अहिलेको बिहानको भिजिट चाहिँ मेरो चाहिँ आफ्नै खेतको वरिपरि घुमिरहेको छु। यो चाहिँ हाम्रो यहाँ देखिएको सबै यो मभन्दा पछाडिको यो खेत चाहिँ सबै हाम्रो खेत। पहिला धान रोपिन्थ्यो। अहिले चाहिँ धेरै वर्ष भयो यहाँ काम गर्न नपाएको। अहिले जस्तै आएर रोपेछ भाइले। तर अहिले चाहिँ आधाउधी खेतीबारीहरू चाहिँ बाँझो छ। यहाँ मान्छेले काम गर्नु माग्दैन, काम गर्ने जनशक्ति छैन। त्यो भएर अलिक बाँझो भइरहेको छ धेरै। अनि योभन्दा पछाडि देखिएको तपाईँ यहाँ देखिन्छ, अहिले देखिएको छैन नजिकमा, त्यो चाहिँ महाकाल हिमाल पर्छ। यहाँबाट देखिन्छ। बिहान हेर्दाखेरि टाढो भए पनि महाकाल हिमाल चाहिँ देख्न पाइन्छ। यस्तो छ मेरो गाउँघरको खेतीहरू तपाईँले देख्न सक्नुहुन्छ। यो हो। ल यहाँबाट चाहिँ अलिकति राम्रो देखिने रहेछ है दृश्यहरू चाहिँ। यो चाहिँ हो पक्का। यो चाहिँ हो यो बोर्डर। यो यहाँदेखि सबै यो पहिला हामीले यहाँ चाहिँ अम्बकको रुख थियो। यहाँ चाहिँ सबै हामीले चाहिँ खेती लगाउँथ्यौँ। यहाँदेखि देखेको जति यति धेरै काम गर्नु पर्थ्यो कि त्यो बेलामा 12 महिनामा झन्डै 12 महिना काम हुन्थ्यो। तर अहिले त यी बाँझो छोडेछ। यतातिर त यो चाहिँ धान बारी हो। खासमा धान रोप्थ्यो पहिला। अहिले कसले धान रोप्ने, धान छोडेर बाँझोमा अलिअलि कोदो रोपेछ। अनि यो आधापट्टि यो परतिर चाहिँ यो त बाँझो छ। मान्छे यस्तो भएको छ अहिले सबै काम गर्ने मान्छे गाउँघरमा मान्छे नभएकोले पुरा बाँझो भइरहेको छ यी खेतीहरू। अनि यहाँ चाहिँ अझै पनि मलाई मनपर्ने भन्ने दृश्य भनेको चाहिँ मेरो फेभरेट महाकाल हिमाल हो। त्यो अलिकति देखिएछ। यो हो महाकाल हिमालको। यो हो सबै। यो अर्को डाँडाले एक लेयरले छेलेको छ। अनि त्यसकै रिजन चाहिँ यतापट्टि पर्छ यो। अनि यता हेर्ने हो भने सिलाचुङ डाँडा यता। अनि मुनतिर चाहिँ यो कुलुङ, अरनपारी कुलुङ हो। हेर्दा वारिपारी नजिक देखिन्छ, तर त्यो ठाउँमा हिँडेर पुग्नुलाई लाग्छ 4 घन्टा जस्तो लाग्छ होला त्यहाँ पुग्नुको लागि चाहिँ। अनि यो चाहिँ हो पहिला हामीले दुःख गरेर लगाएको खेतीहरू सबै यस्तो छ। तर अहिले त आधा बाँझो आधा खेती यस्तो भएको छ गाउँघरको लाइफहरू। जनशक्ति छैन। मान्छे युवाहरू सबै विदेश पलायन भयो। गाउँघरमा बुढाबुढी मात्रै छ। बाटो आयो, बिजुली आयो, विकास आयो, मान्छे भागे। तर राति हेर्दाखेरि यो पारीपट्टि चाहिँ पुरा सिटी जस्तै देखिने रहेछ। पुरा रात उज्यालो। त्यो चाहिँ राम्रो परिवर्तन देखियो। पुरा बेलुका यस्तो हेर्दाखेरि यो कसैले भन्दैन पहाडको गाउँघर पुरा सिटी जत्तिकै पुरा झिलिमिली सबैतिर बत्ती नै बत्ती देखियो। अनि अहिले
गाडीको बाटोहरू जताततै पुगेको छ। ओ त्यो सबै त्यहाँ गाडीको बाटोहरू पुगिरहेछ। त्यो माथि तामकु, यो चाहिँ तामकु गाउँ हो। यो तामकु, अनि यसको यतापट्टि यो बाला। अहिले तामकु बालामा पनि गाडी पुगेको छ। पहिला हिँडेर जानु लाग्थ्यो 4-5 घन्टा लाग्थ्यो, यहाँबाट 5 घन्टा पनि नपुग्ने। अनि यहाँभन्दा यतादेखि नै अहिले छेलिएको छ। उतापट्टि चाहिँ छोयाङ मङ्तेवा पर्छ यो, तर अहिले यहाँदेखि देखेको छैन। यस्तो छ हाम्रो गाउँघरहरू। यो सुन्तला पनि अहिले बुढो सुन्तला फलिरहेको रहेछ, यस्तो छ। अनि यतापट्टि बारीहरू। यहाँ चाहिँ एउटा दाइको लगेर भेट्न आएको थिएँ म, तर रहेनछ मान्छे। यस्तो छ है हाम्रो गाउँघर। ल हेर्नुहोस् कसले देख्नु भएको छ। ल बिहान एकपटक बिहान घुम्नु गएको थिएँ धानबारीमा। अहिले फेरि आउँदैछु। अब यो चाहिँ गाउँमा जाँदैछु म। यो बाटो भएर यो पिपलको रुख यत्रो भएछ, यो मतनहरू, यो चाहिँ सबै हाम्रो धान खेती यसरी हुँदैछ। धान चाहिँ राम्रो रहेछ यसपालि। यस्तो ल धान छ। बोट पनि लामो छ। यो के धान हो कुनी, के खालको धान हो यो? बोट पनि लामो छ। यतापट्टि चाहिँ यो अलि अर्को छ, त्यति राम्रो छैन। तर यो सिमसार हो। यो यहाँ चाहिँ भयङ्कर राम्रो छ धानहरू। यो खेतबारीहरू यसपालि खेतमा रोप्ने मान्छे नभएर निकै मुस्किल भएको थियो। अनि गाउँघरमा मान्छे छैन कोही पनि धान खेती लाउने पनि। अब यो रोपेर खाऊ नै भनेर सित्तैमा रोपेर धान दिँदाखेरि पनि यति राम्रो खेत, यस्तो यस्तो धान खेती, यस्तो राम्रो खेत छ। पानी खोलामा जानु पर्दैन। यहाँ पानी सबै उम्रिन्छ। यहाँ बस्तु बाँध्ने ठाउँ यहीँ छ। यो रोप्ने मान्छे नपाएर यहाँ सित्तैमा रोप्नु, खानु, स्याहार्नु, यो बाँझो नराखोस् न भनेर मान्छे खोज्यो, मान्छे पाइए छैन। के गर्ने, यस्तो छ। पहिला पाखा पखेर धान खेतहरू आधिया रोप्नु दिनु न भनेर माग्नु आउँथ्यो मान्छेहरू। मान्छे धेरै थियो। अनि खेतीपाती त त्यही हो अहिले। तर अब के, अहिले चाहिँ मान्छे घट्यो। मान्छे कहाँ गयो। त्यो भएर खेतीपाती मात्रै अहिले रह्यो। यो हो सबै खेतहरू। यसपालि रोप्ने मान्छे नपाएर यस्तो भएर। तर तल भाइलाई चाहिँ काठमाडौँबाट आएर यति दुःख सुख रोपेको छ। म चाहिँ अब गाउँ जाँदैछु। यहाँबाट उकालो छ। घामले पोलेछ। मेरो टोपी खै पसिना आएको छ। अब गाउँ जाने फेरि भरे तल हान तल्लो भनेर आउँदै पाउनु भनेछ। अब हेरौँ भरे झर्छु झर्दिनँ थाहा छैन। बाटो पसिना काट्नु आएको, पसिना चाहिँ आयो मजाले। पसिना निकाल्नु आएको तर मान्छेले निकालियो जो सबै। अब गाउँमा चाहिँ जाँदैछु। तर गाउँमा मान्छे छैन अहिले। कता गयो मान्छेहरू सबै घट्यो। त्यत्रो 50-60 घर भएको एउटा मूल गाउँ अहिले 6-7 घर छ। त्यो पनि युवा भनेको छैन। सबै बुढाबुढीहरू केटाकेटीहरू मात्रै छन्। गाउँ रीति हो। गाउँघरमा बिजुली आयो, गाडीको बाटो आयो, सुविधा आयो, इन्टरनेट आयो, तर मान्छे भागे। हाम्रो गाउँ चाहिँ यस्तै छ। हाम्रो गाउँ मात्रै यस्तो पीडित हो कि नेपालमा अरूतिर पनि पीडित हो? हुन त सबैतिर यस्तै जस्तो लाग्छ। सबैको कथा हेर्दा सुन्दा उस्तै लाग्छ। यस्तै छ। अब हेर्नुहोस् त यहाँ अब उतापट्टि खेततिर खिचौँ फेरि। ल यो चाहिँ अब यताबाट देखिने खेतहरू यस्तो। यहाँ आधा खेत बाँझो। यहाँदेखिको यस्तो सबै धान रोप्ने खेत पहिला, अहिले बाँझो छ। यताउति यस्तो छ। यहाँ यो चाहिँ कटहर चाहिँ हुर्किएछ है। कटहर खानु चाहिँ पाएछ यहाँ। यस्तो भएर यहाँबाट उकालो जाउँ।
यहाँबाट यो बारी हो यो तल्लो बाजा रहेछ यहाँ चाहिँ अलिअलि कोदो रोपेर छ तर अब यो कोदो रोपेर मात्रै के गर्ने कल्लामा झार छ पुरा कसले झार काट्ने र होइन गाउँमा जाउँ के हेर्दैछ के भन्छ यो कटारे दाइले यो कटारे दाइले के माल हेर्दैछ भन्छ के को माल यो रुद्राक्ष होला उनीहरूको अहिले गाउँघरमा यो रुद्राक्षले जे होस् अलिक दिन पऱ्यो भने एउटा बोटले एउटा दुई साडा बोकदार फलिदियो भने पनि 15-16 हजारमा गइहाल्दो रहेछ ज्वाला के फल्यो भने चाहिँ निकै जान्छ भन्छ तर कत्रो चाहिँ फलाएछ त ल के हो यो के हेर्दैछ खोइ के को माल हो को हो त हाम्रो दाइको के चाहिँ माल चाहिँ हेर्दैछ भन्छ अनि कसले हेर्दैछ ए जसले हेरे उसैलाई दिइ पठाउने हो नि त्यो मलाई जहाँ लाउनु आउनुभएको म जहाँ नलाउनुहोस् है म अहिले खाँदिनँ तल नखाइकन आएको कि त्यस्तो केही नमान्नुहोस् म जहाँ खाँदिनँ खाए पनि बेलुका खान्थेँ कि अहिले दिउँसो हिँडेको म चाहिँ डुल्नु हिँडेको मान्छे होइन म कति भ्याउँदिनँ म तलन जाने माथि भन्दैछ त्यस्तो केही नमान्नुहोस् होइन त्यस्तो सस्तो खोइ के रहेछ साह्रै दाइले माल हेऱ्यो भन्छ र अहिले निस्केको पो त खोइ कहाँ छ माल जा अब 5 मुखे दाना फलेको होला कतिमा बेच्यो कति 5 मुखे को चढेछ र रुखमा झर्छ माल दाना टिप्दा मान्छे अनि बिरामी उपचार गर्दा ठिक्क होला छ अन्त त्यहाँ बसेको अनि तल पुगेर आएको नि यो नागेश्वरी अनि छारो भनेको माल हेर्नु कि माल हेर्नु भन्छ यत्रोको माल हेर्नु उसैको माल हेर्नु मात्रै बेकार गाउँमा हिँडेको मान्छेलाई भुलाउँछ के हो यस्तो बाँझ सबै खेतहरू है ए हाम्रो कटारे दाइ लो सबै यो दाना घारी अनि लौरो त टेक्नु नपर्ने रहेछ त टेक्छु नि तन्नेरी भइगएछ नि अनि यो खोइ त केही छैन त्यो परको एउटा बाछी छ जैकोमा साह्रो दाना ज्वाला मुक्दारहरू ल यस्तो हेर 5 बजीतिर आइपुग्यो होला हौ हातबारी पुग्यो हातबारीबाट फेरि हिँडेर घर ल्याइ पुऱ्याइदिएको नि ल ए लो मातिर को हो त दाना टिप्ने चाहिँ को हो पाबा भने भाँचिन्छ अब त्यो झऱ्यो अब त्यो हाँगा भाँचिएर झऱ्यो भने ए नजाऊ त्यो अहिले लोड छ त्यो भाँचिएर यस्तो छ के गर्नु यो मान्छे झऱ्यो भने कसले उपचार गर्ने ल यस्तो छ ल अहिले चाहिँ म ठ्याक्कै गाउँको पुछर आइपुगेको छु यो चाहिँ यहाँको कुवा हो यहाँको पानी चाहिँ तर पिउनुको लागि उपयुक्त छैन किनभने त्यस्तो पहेँलो बस्छ यतातिर खै कसरी हाम्रो यत्रो धाराहरू कुवाहरू छ गाउँमा जताततै छ तर अरू कहीँको धारा कुवाको पानी यस्तो छैन यो रातो हुने के भन्छ यसलाई आइरन धेरै आइरन भएको पानी कहीँ पनि छैन तर यो
कुवाको पानी चाहिँ कसरी आइरहन्छ। त्यसैले गर्दा यहाँको पानी चाहिँ कसले नि पिउँदैन, हातखुट्टा धुने लाउने मात्रै गर्छ। गाईबस्तुले पनि खासै खानु लाउँदैन थियो र पानी सफा हेर त सफा छ, तर आइरन बढी भएर त्यो छ। अनि यो चाहिँ गल्ली हो। पहिला त यहीँबाट मान्छे हिँड्थ्यो, सफा हुन्थ्यो गल्लीहरू बाटोहरू, तर अहिले चाहिँ मान्छे हिँड्दैन र त्यस्तो यसले सेयर गर्दैन, मान्छे पनि छैन र उतापट्टि यसबाट चाहिँ हिँड्छ गाडीको बाटो भएर। यस्तो छ गाउँ। अब गाउँ पस्यो, कमल गाउँ पस्यो। यहाँबाट के गर्ने अब, यो गाउँ त पस्यो, सुनसान गाउँ यो, केही छैन मान्छे बेगर गाउँहरू। यो घर पनि रित्तो, दुर्गादेवीको घर काठमाडौँ सर्नुभयो। यो घर पनि रित्तो, यता पनि रित्तो। अनि खोइ त यस्तो छ। यहाँ चाहिँ मान्छे छ। यहाँ पनि त्यो पनि छैन घरमा। अनि यतापट्टि यहाँ सुभाषको नाना होला यहाँ। अनि यो सुभाषको घर हो, अहिले मलेसिया गएको छ। यहाँ चाहिँ छ जे होस् बुहारी होला। अनि यहाँ एकजना यहाँ होला मान्छे प्रताप छ होला यहाँ चाहिँ। यस्तो छ। अनि यो गल्लीहरू चाहिँ ढुङ्गा छापेको छ मजाले, ढुङ्गा छापेर बनाएको छ। बाटोहरू चाहिँ जस प्रगति चाहिँ गरेछ गाउँको केटाहरूको अलि, तर मान्छे नभएर घन्द्रुकमा चाहिँ ठुल्ठुलो ढुङ्गा छापेको हुन्छ, तर पश्चिमतिर चाहिँ। तर हाम्रोमा त्यस्तो छैन। पर घर रित्तो, यो घर पनि रित्तो। धरान काठमाडौँ, छोराहरू एकजना युके, एकजना धरान। काठमाडौँमा घर छैन मान्छे। यहाँ तल्लो घर थियो, त्यो भत्किएर गयो, रित्तो। यो पनि घर रित्तो, मान्छे छैन। अनि यताको यो पनि सबै रित्तो। के गाउँ आउनु पनि उराठ लाग्दो छ कि। अनि गाउँ आउनु मन लाग्छ, यहाँ पनि मान्छे छैन, रित्तो। यो घर माथि पनि रित्तो। गाउँमा आयो, गाउँमा आउनु मन लाग्छ, मान्छे कोही हुँदैन। के गर्ने, उराठ बिराठ लाग्दो छ गाउँहरू पनि। अब यहाँ गएर त्यो एकछिन भेट्नु पऱ्यो लाई। त्यसपछि चाहिँ तल्लो झर्नु पर्ने छ। यहाँ गाउँमा फेरि खाना खानु झर्नु पर्ने छ। जुन बाटो आयो त्यही बाटो। यहाँ यसले झगडेमा बनाएर झरिहाल्यो, घरि त भइगयो। माथि त्यो काकी र बहिनी दुईजना आमा छोरी मात्रै छ यहाँ देख्दैछु। यहाँ सिजनको भएको यो बल्लमानको यो घर। ओ जान्छ नमस्ते, के गर्दैछ? होइन गाउँ त मान्छे कता गयो? सुनसान छ त। ल एउटा यत्रो गाउँमा यसलाई भेटाएँ अब, यो भलामानलाई। ल के छ केटा हाल खबर? अनि कहाँ गयो गाउँको मान्छेहरू? घर हेर्दै हेर्छु, बोलाउँदै हिँड्छु, कोही छैन। गाउँमा आउनु मन लाग्छ, आयो उराठ लाग्दो। के गर्ने, ल ल यसमा झोला बिसाउँछु र। सुन्तला फलाइस् तैँले नि मुखदर? ए ल अलिअलि दाना रोप्ने चाहिँ उयो काठै मात्रै रहेछ। ल म हिजो आइपुगेँ केटा, म झोला बिसाउँछु ल एकछिन। के गर्दैछ अनि, काम छ कि के गर्दैछ? कहीँ हिँड्दैन सक्दैन अरे भन्छ त हौ। के भएछ हौ? तेरो पान पिण्ड रोग, तेरो मन रोग्यो। मन डर हुनुपर्छ नि, भूतसँग पनि लड्नु सक्ने। त मन रोगी मर। हिजो अस्तिको केटाहरू यस्तो छ, पिण्ड रोगी भए भन्छ गाउँमा। अब यहाँ माथि जाउँ ल, यहाँ
यहाँ हाम्रो यहाँ हो सीमा नमस्कार हेलो होइन गाउँको मान्छेहरू अनि गाउँको मान्छे चाहिँ हम्परको आउँछ चिम्ता कहाँ धपै पठाउनु हो गाउँको मान्छेहरू गाउँको मान्छेहरू चाहिँ कता गयो यो हाम्रो घर यता यहाँको पाहाडको यस्तो छ एउटा लाग्दो जङ्गल के छ गाउँठे आमामामा एकछिन है ल एकछिन आयो उरार विराट छ गाउँ ल आइपुग्यो गाउँमा त आइपुग्यो तर गाउँ आएको बाटो भने जस्तै भयो केही छैन यस्तो छ ल म चाहिँ गाउँ आइपुगेर अब खाजासाजा खाइयो यस्तै छ गाउँले जीवन यो बाख्रा कतिवटा हो एउटा खसी ए ल यहाँ यस्तो हुन्छ गाउँघरको गाउँको घरहरू सबै रुद्राक्ष मात्रै खेतमा रुद्राक्ष बारीमा रुद्राक्ष अनि के गर्ने यसरी छ यो चाहिँ बाँदरले खाँदैन थियो पाकेपछि चाहिँ खान्छ ए यस्तो छ हाम्रो घर गाउँघरको घरहरू यस्तो छ ल यो हो अघि म आएको हाम्रो गाउँको बाटो सुनसान हुँदै यसरी अब यो यस्तो त छ त यसरी गाउँको माझमा बिजुलीको बत्ती आयो बाटो पनि दुःखा सुखा पिच रोड नभए पनि ग्रेभल रोड भए पनि आयो यसरी तर मान्छे छैन गाउँघर रित्तो छ अब हेरौँ पल्लो कटोमा एउटा घरमा एकछिन पुग्नु पर्यो त्यहाँबाट फेरि तलै जानुपर्ने छ यस्तो छ हाम्रोमा पुरानो घर के गर्ने घर पनि खोलिएन चाबी अब तर अस्ति पूजा गरेको छ जोस् नकी गरिरहेछ अनि कोदोहरू राम्रो भएछ जोस् यस्तोरी यो घरहरू भयो यो चाहिँ टोलको एउटा ग्राउन्ड यहाँ बनाएको छ भन्थ्यो तर खै फुटे जस्तो छ भत्की जस्तो छ त यो त के हो यस्तो यो यताबाट चढ्ने ठाउँ पनि छैन यहाँ चाहिँ पर्खाल चाहिँ लागेको छ डह्रो लागेको छ जोस् गाउँघरमा यता जाने बाटो अरूभन्दा पनि रुखहरू चाहिँ प्रशस्त भएछ है गाउँमा रुखै रुख जङ्गलै जङ्गल यस्तो यहाँ चाहिँ मजाको पर्पेट वाल चाहिँ लागेछ है यसरी अनि यतापट्टि गाडी हिँड्ने बाटो यो सार्वजनिक टोयलेट बनाएको होला यो पनि छास भत्के छ यहाँको प्ले ग्राउन्ड भलिबल खेल्ने ग्राउन्ड चाहिँ ठिकै छ अनि यतापट्टि बसेर हेर्ने अनि समाजको घरहरू यस्तो छ फुटबल गर्ने बनाएछ फुटबल चाहिँ हाने भने चाहिँ कहाँ उता होला उतापट्टि बाँसघारी पारी फुटबल खेल्नुको लागि त ठिक छैन ठाउँ त भलिबल मोटामोटी ठिकै रहेछ यो माथि छ नि ठाउँहरू जङ्गलहरू छ माथि बनायो भने कसले त्यो माथि बस्तु चढ्दैछ यसरी जङ्गल माथि बाँसघारी जङ्गलै जङ्गल छ है गाउँहरू सुनसान छ पहिला यति धेरै मान्छेहरू हुन्थ्यो यहाँ अहिले मान्छे छैन के भने तर यो चाहिँ ठिक गरेछ यो बनाएर तर उँभो चढ्ने बाटो चाहिँ देख्दिनँ म फेरि सिँढी बिचमा सिँढी बनाएको भए चाहिँ अलिक राम्रो हुने थियो बिचमा चाहिँ सिँढी रहेनछ बिचमा सिँढी बनाएर माथि चढ्ने बनाएको भए अझ राम्रो हुने थियो अब यतापट्टि
यहाँ देपाललाई ल्याइपरा छ। यहाँ बिरामी हस्पिटल लागेको थियो अस्ति। यहाँको देपाललाई अझ आउँछ अरे भन्ने सुनेको थिएँ। आएको छ कि छैन, कुनै आएको छैन कि जस्तो छ हेर्दाखेरि। कहाँबाट पस्छ बाटो यहाँबाट? खोइ के छ यहाँतिर, आउनु भएको छैन जस्तो छ अरे। को छ घरमा यहाँ? यस्तो छ, मिठो मिठो बाख्रा बाख्रा रहेछ। दुईवटा खसी रहेछ यहाँ। को छ घर? देपा आउनु भएको छैन क्या हो? ओ नाना कोही छैन घरमा? खोइ छ जस्तो छैन त। खोइ हो अरे? ए नाना खोइ देपा आउनु भयो अरे? अनि देपा आउनु भएको छ भनेर? खोइ त नि। ए आउँदै हुनुहुन्छ अरे भने पो म त हतार हतार निस्किएको त। ल हुन्छ ल, यसले पनि ए यस्तो छ घरहरू गाउँहरू। त्यहाँबाट ल यस्तो धान बिहारहरू छ। यी धानको बारीको बिचमा छ, यहाँ चाहिँ बाँझो छ। पहिला यहाँ सबै धानहरू हुन्थ्यो। यसको यतापट्टि यो चौताराहरू, यसको यतापट्टि पनि पुरै खेतहरू बाँझो छ। गाउँको मान्छेहरू खेती गर्नु सक्नु छोड्यो, मान्छे कम्ती भएर। यहाँ थियो पर चाहिँ र माथिको चाहिँ हाम्रो खेत हो।